हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल है अहिले चाहिँ भाइ र म छठमा छौँ विवेक 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 हेर्न यता हेर्न यता हेर्न ओला टाउको मात्रै देखा न त लु टाउको टाउको हाम्रो एके झोलचाम्लिङ होइन हामी चाहिँ यहाँनिर लाइक पानी परेको थियो र माथि भिज्न आएको थियौँ पानी नै रोकियो होइन ओइ ओइ आम द गड अफ थन्डर भनेर चट्याङ हान्छ कि पानी पर्ला जस्तो छ तर रोकिहाल्यो यार एकछिन एकछिन भिज्न आएको थियौँ सकिगयो कस्तो कस्तो मजा चस्मा लगाइदिएन फेरि तर अति ह्यान्डसम देखिन्छ यार आजको यो आजको थम्बनेल पानी नै रोक्यो गाइज होइन अनि जे होस् एकछिन भए पनि शीतल भयो अघि दिउँसो गर्मी थियो लड्छस् लड्छस् ल गर्दिनँ म गर्दिनँ ए त्यो चराको उयोमा हेरौँ न लाइक थम्बनेल भेटिहाल्यो नि आज त्यसकोमा पानी पस्यो कि पसेन हेरौँ जहाँसम्म लाग्छ पस्दैन होइन त्यो त्यहाँ छ कि छैन रहेछ 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 उडेर गयो गाइस जोस् शीतल भयो विवेक चाहिँ फेरि आयो माथि भेस लाएर त के गर्नु आएको फेरि ए चस्मा दे त अब म चस्मा लाउँछु ल यो गर्दा क्यामेराम्यान बन्दै कस्तो देख्यो गाइस मलाई चाहिँ होइन झोल चाउमिन लाथे लाथे क्यामेरा चाहिँ सब हातले छोएर योभन्दा त राम्रै देखियो होला मलाई सायद भाइ चिप्लिँदैन पानी फेरि पर्न थाल्यो चरालाई मैले बेकारमा डिस्टर्ब गरिदिएँ यार बिचरा मस्त बसिरहेको थियो के गर्नु आँटेको ओइ अरूको घरमा जानु हुँदैन क्लाउड एकतिर चाहिँ दामी धेरै छ अनि अर्कोतिर चाहिँ छैन सायद यतै मात्रै पानी पर्दैछ उता छैन उता होइन नि उतातिर पानी परेकै छैन तर यहाँ पनि कस्तो पर्ने अलिक साह्रो पर्नु नि बल्ल बल्ल आफ्टर लङ टाइम कति कति वर्षपछि भिजेको है यसरी पानीमा या के छ यो ल त गाइज अब हामी जान्छौँ तल जाउँ होइन धेरै भिज्नु पनि हुँदैन बिरामी हुन्छ बिरामी भयो भने फेरि आफैलाई गाह्रो हो यसो तर लाइक रमाइलो भयो ओ यहाँ बिस्तारै आइज यो एकदम चिप्लो बाटो छ देखिँदैन त त विवेक चाहिँ आज विवेकको आज थम्बनेल पनि भयो ल चिप्लिदिए अब हतार हतार भेस लाएर आउँदो रहेछ हामी चाहिँ खास गरी जिमबाट आएको थियौँ अनि जिमबाट निस्किनेलाई पानी परेको थियो है गाइज अनि बाहुबली झोलुबली के थियो भने जिमबाट आउँदा हाम्रो पानी पऱ्यो होइन अनि भिज्यो नि त त्यही भएर आज यसो भिज्दिउँ भनेर भिज्यो मजा आयो यार मजा आएन भिज्न अलराइट गाइज म चाहिँ नुहाएर आइसकेँ फ्रेस भएर आइसकेँ अनि विवेक चाहिँ नुहाउन गएको छ वेदर पनि राम्रो छ हावा चल्दैछ एकदम शीतल भइरहेको छ तर मलाई अब एउटा कुराको चाहिँ डर लागिरहेको छ लाइक अहिलेको पानीमा खासै भिज्नु हुँदैन भन्छन् अनि मलाई चाहिँ अब भोलि बिरामी पो भइहाल्छु कि अरू या स्किन प्रब्लम पो केही आउँछ कि भन्ने डर लागिरहेको छ तर त्यस्तो केही नहोला जे होस् रमाइलो भयो पानीमा भिज्यो रमाइलो गरियो रमाइलो गर्नुपर्छ आज पनि चौचौ नेपालीको राष्ट्रिय खाजा के आलुसँग खानु अन्डा छैन खै कहाँ छ ए यहाँ रहेछ नि त मेन डाइट त हाम्रो तातो रहेछ यार ल त गाइज मैले चाहिँ खाजासाजा खाएर पनि एकछिन आराम गरिसकेँ अनि हाम्रो चन्द्रमामा हेर्न सक्नुहुन्छ माथि आइसक्नु भयो साँझ परिरहेको छ यो साइड चाहिँ फेरि लाइक कस्तो दामी देखिरहेको छ सनसेट भएर रातो रातो विवेक दादा चाहिँ यहाँ पढ्नु हुँदैछ साँझमा के छ विवेक दादा
अरे यता हेर्दा त यो गर्दैन पानीमा भिजेर कस्तो लाग्यो त अनि तनाव लागिरहेको छ किन किन नुहाउनु पर्यो नि त गाइस भ्लग यहीँ इन्ड गर्छु मम्मी खाना बनाउनु हुँदैछ भाइ पढ्दैछ म बाहिर जान आँट्दैछु जिन्दगी यस्तै छ रमाइलो छ तपाईँ पनि खुसी रहनु हामी पनि खुसी रहन्छौँ अभिनम